हेलो साथीहरू, म तपाईलाई एउटा सिक्रेट चीज बताउँछु ल। मेरो यस्तोमा के भन्छ अरे कालो पोतो चाया हो के भन्छ पुरा म बिमारी भएको थिएँ नि त पहिला। यस्तोमा पुरा कालो पोतो आएको थियो के, पुरा कालो भइसक्यो थियो। अनि मलाई मेरो एउटा बेस्ट साथी छ नि त, उ साथीले भनेको यो लगाउनु भनेर। अनि मैले 2-3 पटक लगाइसकेँ। अनि यता चाहिँ गइसक्यो के, अलिअलि बाँकी छ। त्यही भएर म हजुरहरूलाई नि बताउँछु भनेर के। यो चाहिँ आलु हो साथीहरू। आलु मजाले धोएर अनि छिलेर ल्याइसकेँ म। अनि यसलाई म कद्दुकस गर्छु। धेरै चाहिँदैन कि, अलिकति मात्रै चाहिन्छ, सानो आलु लिनु। अनि यसलाई मजाले घिच्नु। अनि यो हो टमाटर, अनि टमाटरलाई नि यसैमा घिच्नु। मतलब कद्दुकस गर्नु के साथीहरू, ओके। अनि यसलाई मजाले कद्दुकस गरेपछि अनि यसको रस निकाल्नु के, मजाले यसको रसलाई निकाल्नु हो। यसरी धेरै चाहिँदैन के साथीहरू, त्यही भन्छ यति। हेर्नु त मजाले रस निस्किन्छ यो। अनि त्यसपछि यसको चाहिँ काम छैन, यसलाई चाहिँ फ्याँक्दिनु। यसको त्यो आलु र टमाटरको रस चाहिँ मजाले यसरी मसाज गर्दै 10 मिनटसम्म यसको रसले चाहिँ मसाज गर्न साथीहरू। अनि त्यसपछि मुख धुनु ल। मेरो चाहिँ अलिकति सफा भइसकेछ। अनि त्यही भएर हजुरहरूको पनि यस्तो छ अनि परेशानी हुनुभएको छ भने यस्तो गर्नु ल साथीहरू। मैले चाहिँ ट्राई गर्दैछु, मलाई चाहिँ राम्रो लाग्यो, हल्का गए जस्तो लाग्यो। अनि त्यही भएर मैले चाहिँ ट्राई गरिरहेको छु। हजुरहरूले पनि ट्राई गर्नु ल, दामी हुन्छ। मतलब